हेलो गाइस, वेलकम टु आवर च्यानल हैन। अनि के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला सबैजना। अनि हामी चाहिँ आज चाहिँ धेरै पछि भ्लग बनाउन आँटेको है। मैले चाहिँ खासमा चाहिँ आज हामी एउटा दाइले हाम्रै गाउँ हैन, गाउँदेखि पर्खिरहेको एउटा दाइले बुढी लिएर आउनु भएको छ। त्यही भएर उहाँको बुढी हेर्न जानु आँटेको। अब निम्तो तिसार नै आइरहेको थियो नि त, भाउजू हेर्न आऊ भनेपछि अब भाउजूलाई हेर्न जानु आँटेको। अनि हामी चाहिँ कति दुईजना छौँ होइन। अनि यो ब्याकग्राउन्ड चाहिँ गाउँ हो नि त, गाउँमा छु म अहिले। अनि त्यहाँ प्रतिमा गुरुङ चाहिँ मेरो बहिनी, प्यारी बहिनी। आइज न भन् हेलो। के नक्कल यस्तै हो अब। अनि चाहिँ हामी खास गरी भाउजू हेर्नु गएको है, भाउजू हेर्न गएको। घर पैछु कि के भन्छ सायद, खै मलाई त्यो थाहा भएन। मैले बिर्सेँ अनि त्यही गर्नु गएको। अनि त्यही हो। अनि पर चाहिँ खासमा चाहिँ त्यो दाइ चाहिँ मुना सोल्टी हो क्या, मुना थापा मगर होइन, मुना देवी थापा मगरको सोल्टी हो, सोल्टी है। अनि यसलाई चाहिँ मैले बिहान 10 बजी फकाएर अहिले कति 3 बज्यो, 3:30 बज्यो। 3:30 बजीसम्म फकाउँदा गरेर लिएर हिँडेको यसलाई मैले। खुट्टै ढोग्नु पर्यो। हिँड्न चाहिँ मन लाग्दैन, डुल्न चाहिँ मन लाग्छ यसलाई। अन्त यो त अनि हिँड्ने काम हो, डुल्ने काम होइन। अनि त्यतिकै मुख पनि नधुई चल्दैको हो म चाहिँ। अनि हो र मेहन्दी पनि लाग्यो, गइसक्यो। पैसा भएको भए पो त तिमीसँग। तर त्यो कहानी, त्यो अस्ति मैले त्यो 100 रुपियाँवाला कहानी थियो नि, त्यो चाहिँ यसले किन्नु जाँदाखेरि 100 रुपियाँ भनेर, त्यही भएर मेहन्दी नै लाएन बिचारीले। के गर्छौ हो भने। अनि यो चाहिँ यो बोर्डमाथिको बोर्ड छ नि, यो ओखरको बोर्ड हो। यो चाहिँ उयो हो। आयो। अनि ल एकछिनमा भेटौँ ल। यो मुना थापा मगरले मलाई कल गर्दैछ, तर यहाँ नेट दिएन। यो चाहिँ थाहा है, ऊ त्यो पर त्यसको घरमा नेट छैन नि त। यस्तो दामी देखिन्छ होइन। अनि सुन्दरताको तिमी उदाहरण ऊ त्यहाँ माथि चाहिँ हो हाम्रो घर। अनि गो म र प्रतिमा कहाँ हो बिहे चाहिँ, त्यही थाहा छैन मलाई त। के भन्छस् अब? स्कुल आइज न, तल्लो बाटो आएको स्कुलमा आइज न, दिदीले पढाउने। अन्त त्यही त भने त आलु। अनि तिमी भ्लगमा बोल्दैछौ है। हेलो गाइज भन्छ, सुन्छ। हेलो गाइस, म लच्छलाई फकाउँदा गरेको। कस्तो यस्तो दामी देखेर चाहिँ अब मसँग एमबी हुँदैन नि, म आएर त्यहाँ माथि बसिराख्छु नि तल। ल स्कुलमा बस। अब 10 मिनटमा। अनि हेर्नु सक्नुहुन्छ यो पछाडिको ठाउँ अलि देखिएन। यस्तो दामी देखेर छ नि। उतो परको चाहिँ अरुण हो है। म एकछिनमा ब्याक क्यामेरा अन गरेर देखाइदिन्छु। त्यो यो चाहिँ अरुण हो। त्यो त भोजपुर धेरै ठाउँ छ। हाई बाई बाई। कस्तो दामी यति दामी देखेर। अनि अहिले चाहिँ हामी हिँड्दै यो पछाडिको रोड हो। यो रोडको बाटो हामी जहिले स्कुल जान्थ्यौँ पहिला होइन। अनि अहिले चाहिँ यो रोड अलिक ठुलो छ। अनि यो चाहिँ यो के हो घाँस हो। कस्तो यो साइडबाट कस्तो दामी देखिन्छ। वाउ आई मिन हेलो गाइज।
म त्यो भिडियोमा हेर्न सक्दिनँ किन हेर्न सक्दैनौ म दृश्यविहीन दृश्यविहीन मान्छे हो पहिला म दृश्य हेर्नमै के भन्छ व्यस्त छु मेरो बहिनी दृश्य हेर्नमा व्यस्त छ अरे दृश्यविहीन मान्छे अरे फेरि हो त अनि घरदेखि कहीँ हिँड्नै मान्दिनँ सर अनि पहिले साँच्ची कसरी लग्नु पर्दैन साथीलाई सोध्न म त पहिल्यैबार हिँड्दैछु म त लग्दिनँ केही कोसेली सोसेली भाउजू त हेर्न बोलाएको अन्त म त भाउजू आउने हो अनि हामी चाहिँ बाटोमा जाँदैछौँ फेरि अर्कालाई देखाउनु नागिनको जस्तै डान्स गरेर एकचोटि गर्छु चाहिँ कस्तो यहाँ मुनिबाट देखाएको मैले के यसलाई छोडेर गएको 1 महिना जति बिताएर घटेर स्यापक्क भइसक्यो यहाँदेखि फेरि यति राम्रो देखिरहेको छ नि यति राम्रो उता पर यहाँले देख्दैन यति राम्रो कति राम्रो देखिरहन्छ नि त त्यसको माथि बादल टक्क टक्क सुन्दर सफा आहा यस्तै हो अनि अब चाहिँ हामी यहाँ हाम्रो पहिला बारी यहाँ थियो हामी त्यति आइपुग्यौँ होइन के अरे जाँदा ढल्ला बस्दा कति गर्मी भएको ए अझै इटरी धन्टा पुऱ्याइदिनु पर्ने अनि त्यहाँ त म त मर्छु के काली यसो एकदम होइन यस्तो मोटी छैन तिमीलाई आउँदैन यो तलको चाहिँ हामी पहिला पढेको स्कुल है 5 सम्म पढेको स्कुल प्राथमिक विद्यालय कस्तो म त यहीँ बसेर अब चाहिँ हामी मुना देवी थापा मगरलाई भेट्न लाग्यौँ ऊ त चाहिँ गाई हो गाई है ए यी पो आइपुगेछ ए हो मुना देवी थापा मगर आज मेकअप लगाएर बसिरहेको छु सुरुमा देख्ने थियो मलाई त कम्ती हाँस्दै थिएन अहिले त राम्रै देखिरहेको छु स्लिन बडा हरामी हो बेटा यताको झ्यालको उसले गरेर क्या यस्तो सेतो देखाएको थियो होला अनि मैले मेकअप गराउनु तर मैले गालामा त केही लगाएको थिइनँ नि त कम्ती हाँस्दै यता मास्टरमा चाहिँ यता आयो कि यता छ भनेर हेलो गाइज भन् हाई गाइज म भन्दिनँ हेलो किन कताबाट जानु मैले त घरै थाहा छैन मलाई के हाल्छ कति मलाई बोला धेरै बोला छैन हो यतै पनि बोलाएको थिएँ नि राम्रो लागेन ए अनि हामी जाँदैछौँ कुन बाटो हो यो कि यो तलै त तलै छैन यहाँ त यसलाई मैले खुट्टा ढोगेर बोलाएको तैँले बोलाएको के आएको के लागेको थियो थाहा छ के लागेको थियो बुनु आउन आउँदै थियो बुनु आउन लागेर यसलाई मलाई त लाज लाग्यो मलाई त साँच्ची लाज लाग्यो खत्म अब मान्छे कोही पनि छैन अनि कहाँ हिँडेको ग्रिसेहरू छ नि त गफ लाउने ग्रिसे ग्रिसमा कुन माफ हो कि तल्लो
पुलिसमा घर तल हो के सुन म हिँडेको अगाडि नत्र ए याद देन यसलाई फेरि हात दिनुपर्छ कुकुरले कुकुरलाई हात मागे जत्तिकै पो गर्छ त हात देन भन्दै कुकुरलाई हात दे तपाईँलाई अब बुवाहरू घर छिराउन के गर्दैछ त्यही गर्न आँट्यो होला बुवा भाउजू हेर्ने कहाँ छ भाउजू हिँड्न गएपछि थाहा हुन्छ त कास्किने मान्छेहरू टिका त लगाइदिन्छ टिका चालु ल चप्पल चुट्टिन्छ के गर्नु कसरी हौ त अगाडि हिँड्न अगाडि हिँड्न त्यही नै अब त मलाई लास्टै जाने चाहिँ कहाँ हो त्यहाँ है किचिक गर्दा देखाउने कङ्ग्रेचुलेसन दाइ कङ्ग्रेचुलेसन धन्यवाद होइन बिहाको मान्छे के हो र हात मिलाऊ लक्षण हात मिलाएर देखा न हौ धन्यवाद धन्यवाद मुनालाई मैले सुमन अवसर दिएको नि मानेन ल हेर त्यहाँनिर गएर भन्नु त छेउमा गएर के हुन्छ त नि हिँड्नु भन्नु भनेको त त्यस्तै होइन मैले कङ्ग्रेचुलेसन है कङ्ग्रेचुलेसन धन्यवाद धन्यवाद कसरी भन्नु त्यहाँदेखि इङ्ग्लिसमा आउँदैन खै तपाईँको प्यारो बहिनी रमिला गुरुङ खोइ कहाँ पो छ भनेपछि त प्यारो बहिनी पो त प्यारो दाइ पो त हेलो 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 नलाको भनेपछि त हेलो गर्नु हौ दिदी मजा आया गीत गाएर त गीत गान म नाचिहाल्छु नि के नाच्छु त कति अगाडि देखाएको नाचिदिएको अलिक अन्दामै तपाईँ त हिँड्नु नि अनि किन हौ कस्तो हो र फोटो खिच्नु पर्दैन लानु पर्दैन यहाँ सुन न एकजना यता एकजना उता भाडामा त्यो कत्रो खुलिएको ग्रीष्मले क्या सुन न लक्ष्मी ग्रीष्मले क्या स्टुडियोमा फोटो लगाएर थिएँ जबरजस्ती हाल्नु लगाएर फेरि के भनेर त्यो अहिले चाहिँ जबरजस्ती भएको होला नि त अनि भिडियो कल गर्दाखेरि अनदर कलमा भेटायो भने खुसँग बोल्दै हो त्यो त डाइलग नै पो हुन्छ त मेसेज सिन गरेर चाहिँ छोड्छौ कि छोड्दैनौ मेसेज चाहिँ त्यस्तो त गरिँदैन रिप्लाई त दिनै परेन हेरिहालिन्छ थाहा पायो भनेर अनि झुक्केर देखेको खाना खाऊ ल तिमीहरू अब थोरै थोरै भए पनि खाऊ मलाई बिहेमा बोलाउँदैनौ नत्र कति खान्थे अनि अहिले यहाँ बोलाएको छैन खाऊ न होइन मैले त अघि खाएँ नि तिमीले देखेर मैले खाएको कति खायो मलाई त ऊ त्यस्तो आत्मा पो दिएको छ बिहामा एउटा लक्ष्मी रे सुरुमा ए 20 रुपियाँ कमाउनु भएछ हो आज टिका लगाएर बनेको गरे हो क्या आज दाइले पैसा त गनेको थालमा नअटेर हो पैसा हो र घरमा पनि अट्दैन होला नि गनेको गने हेर यो घरमा अट्दैन होला नि गनेको गने हेर नि फेरि ए मलाई त 20 रुपियाँ दिएछ तिमीलाई कति दियो भनेर सुन्दैन 50 भन्यो भने मलाई जितिहाल्यो हात धोउ न नखाने भनेको भन्न लक्ष्मी नखाने भनेको जबरजस्ती नै खानै पर्यो लुकेर फेरि क्यामेरादेखि डराएर हामी आएपछि त होला नि भर्खरै 19 मिनट भर्खरै पोस्ट हानिहाल्नु भएछ कस्तो राम्रो
सिरियलमै दुईजना आए पो खै लच्छे नखाने भनेको अझै यति थपेर नखाने भनेको के भिडियो बनाइराख्नु खाएको अनि ग्रीष्म ए नखाने भनेको भन न पुनः हजुर नखाने भनेको भन न यति धेरै खाना आयो आऊ आऊ भाइ कतिको पर्दैछ सही हो बुक मैले पढ्दैछु 2 बजे उठेर होइन 2 बजेर 5 मिनटसम्म पढेको म निन्द्रा लागेन कि किताब हेरेको त कस्तो झपक्कै निन्द्रा लाग्दिरहेको मलाई थाहा छ 4 नम्बर चाहिँ आउँछ मेरो फिक्स त्यहाँदेखि आउँदैन मेरो त्यही पनि आउँदैन 4 नम्बर चाहिँ फिक्स नै आउँछ मेरो त्यही पनि आउँदैन भनेको लक्ष्मीलाई नै धेरै आयो भए बढी नै गरेको लक्ष्मीको भाउजू चाहिँ उता हुनुहुन्छ होइन उता फर्किनु भयो दुईजनाले बोलाउँ न दाजु अब भाउजू फर्किनु भएको छैन फर्किनु भयो कृष्ण छ न कृष्ण छोड न कृष्ण मुला भएको तिमी लच्छे नखाने भनेको म चाहिँ फेरि हुन्छ भन्नु एकचोटि सुन्नु भयो होला फेरि म आफै जाम तम्सिँदैन धेर पानी लाग्यो क्या हो तिनीहरूले फेरि दाल हो कि जुस हो जुस जस्तै छ त नि जुस हो कि के हो होस्टेलको दाल भन्दा नि पातुलो साह्रो कस्तो हेन्सम देखिरहेको छ साँच्चै हो नभन न हौ मैले आज टाउकै नआएको धेरै हो अस्ति राखे बजारमा पनि नआइन अस्ति नै त्यो पर चैनपुर जाँदाखेरि नआएको थिएँ कति कुन महिना 32 को महिना थियो होइन अस्ति 32, 30, 29 गते कि 30 गते नआएको त्यहाँदेखि नआएको थिएँ खै म जिउँदैछु त मजा आया नआएर मान्छे मर्दैन क्या अलिअलि गनाउँछ ए पासपुस पाजा हुन्छ बुढी छैन केही छैन पल्ला गनाउँछ होइन गनायो त्यही ओछ्यानलाई गनाउँछ आफ्नो ओछ्यान के अनि घर जाने बेलामा ट्याक्क भेट भयो क्या अनि बोले अनि छाता उडाइ है त्यही माथि गर्मी थियो है त्यो दिन त मलाई त के भयो हाँसेँ म त त्यो छोरी मान्छे चाहिँ जोस क्या केटाहरूलाई अलिक राम्ररी यसो चक्लेट दियो भने पनि आफूले त्यो चक्लेट खायो भने त के हुन्छ तर तिमीहरूलाई थाहा हुँदैन थियो त्यो उनीहरूलाई चाहिँ साथी रे हामी त छोरी मान्छेले यसो आइहाल्यो अलिकति बोलायो मलाई पानी बेहोरा घरमा हुन्छ कि सबै यहाँ फ्युचर बनाइ नै सक्छौँ नि नानी यस्तो हुन्छ होला छोरीको त्यस्तो त होइन त्यस अनुहार चाहिँ अब सोचिन्छ नि यो गोरीसम्म काली छु यति चाहिँ गोरो हुन्छ होला यति चाहिँ कालो हुन्छ होला हामी चाहिँ हिँडेको त्यो घरबाट अब जान्छौँ मेरो क्यामेरा के भएको यस्तै हो म यहाँ पर चाहिँ राम्रै देखिरहेछ यो दुईवटा केटीहरू चाहिँ जाँदैछ अब हामी गएको बाई बाई जान त खाइयो अब हामी यो मुनाको घर कतिजनालाई थाहा छैन यो चाहिँ इस्कुसको झ्याङ है यो गोबर हो यो गोबर होइन यो गोबर हो त्यो है नेचुरल मल
पौष्टिक मल के हो यो? यो बाछा बनाउने ठाउँ, खोले बनाउने ठाउँ। यो गोड हो तर कसको हो थाहा छैन है। यो चाहिँ भट्टी हो, भट्टी। यहाँ अलैँची सुकाउँछ भट्टी है त। बाई बाई। वाट ह्यापन? कसैलाई किन्नु छ भने आउँदा हुन्छ सम्पर्क राख्दा। यो गाजा हो तर मलाई खान आउँदैन। कसैलाई खान आउँछ भने मलाई सिकाउनु, म त खाइदिन्छु। खानु बाउले मार्छ। बाउले मार्नुहुन्छ, ड्याडीले मार्नुहुन्छ। आउँदैन त्यस्तो त, आउँदैन हौ। कस्तो राम्रो हौ, म कालो हुँदा आएँ नि। यहाँ पो राम्रो देख्छ त मलाई। तिम्रो अन्तरिक्षमा लैजाऊ न मलाई पनि, तिम्रो छायामा बस्छु, तिम्रै कल्पना बनी आकाशै भरिने गरी यहाँ तिमीलाई आज ओए ओए मुना, ओए मुना, आज बले दाइलाई नपत्याउने खोलाले बगायो है। ओए मुना, ओए यहाँ आइज न। आज बले दाइलाई नपत्याउने खोलाले बगायो है। किन कसरी? म आउँदिनँ भनेको थियो अनि आयो नि त, त्यही भएर। म आउँछु भनेर पनि उसले सोच्नु भएको थिएन अरे। हो त अनि कहाँ आउँछस् त अनि, बिराले रुई बसेको होला नि। आउँदैन भनेर नि सेल्टीको हो। के गर्छौ त अब यस्तो कालो? के यो बाटोमा किन आएको थाहा छ? के बलु बेबीको।